कोहीले दारी, कोहीले जुङ्गे, कोहीले तालु, कोहीले आलु, कोहीले कन्जुस पनि भन्छ मलाई हजुर। चोर तिमी हो पनि भन्यो, मलाई त्यसो पनि भन्यो हजुर। रोल एक्सन। म पनि एप्लिकेसनमा तिमीलाई नै छानेर बोलाउँछु। तिमी दर्ता भएपछि तिम्रो मोबाइलमा नोटिफिकेसन आउँछ है। ट्वाङ। ऊ हेर त नोटिफिकेसन आए जस्तो छ। करेक्ट। एकदम दामी 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 ठिक छ नि। ठिक छ। कुनै कहीँ जर्क भएको छैन है। हामीले ठ्याक्क अलिक टर्निनेको पनि रिज्युम दिइहाल्नु भयो सरले। हाम्रो डाइरेक्टर साहब हुनुहुन्छ उहाँ। क्यामेराम्यान हो दादा। होइन हाम्रो डाइरेक्टर साहब हो। हाम्रो मेकअप सर हुनुहुन्छ यतापट्टि भान्जा बाबु। अब उहाँ हाम्रो सर भन्नै परेन, मैले परिचय दिने मेरो उहाँको परिचय दिने मेरो त्यत्रो ल्याकत छैन। ए मेरो परिचय म धेरै नाम छ मेरो। कोहीले दारी, कोहीले जुङ्गे, कोहीले तालु, कोहीले आलु, कोहीले कोर्काली, कोहीले बुटे, कोहीले कन्जुस पनि भन्छ मलाई हजुर। अस्ति त्यो भातपट्टि नि सुपर मार्केटमा जेएनजीको आन्दोलनमा चोर तिमी हो पनि भन्यो, मलाई त्यसो पनि भन्यो हजुर। भन्नेले जे पनि भन्छन् होइन हजुर। उहाँको क्यारेक्टर हेरेर भने हो, वास्तवमा सबैले चिनिहाल्नु भएको। वास्तवमा चोर्ने चाहिँ मैले गाउँमा कुखुरा चाहिँ चोरे हो हजुर। ना तागत भयो, अलिकति इनर्जी बढाउँ भनेर कुखुरा चोरे हो। त्यो कुखुरा चोरेपछि पुलिसले 2-3 घन्टा थुनिए पनि हो हजुर। यो उहाँको यो किस्साहरू सुन्न थाल्यो भने 24 घन्टा पनि कम हुन्छ। ल एकदम हजुर। ल हाम्रो यहाँ काम भइरहेछ। त्यो अघिको त्यो चाहिँ उ गरी बक्सेला। तपाईँ किन आवेशमा चाहिँ आयो? हजुर आवेशमा चाहिँ किन आउनु पर्यो नि?